लाइन जाँदाखेरि टर्च बालेर पढ्न पर्ने मेरो बहिनी कति पढन्दास भएको। स्वागत छ मेरो 34औं मिनी ब्लगमा र म बिहान उठेर नुहाएर आएर आफ्नो ड्युटी गर्न थालेँ र त्यसपछि मम्मीले चाहिँ पैसा दिएर मलाई तरकारी किन्न पठाउनु भयो र त्यही मौकामा मैले जुस खाएर एकछिनपछि चाहिँ मम्मीले खाना खानु बोलाउनु भएको। यस्तो हेरेको त होटेलमा जसरी हाल्नु भएको रहेछ। अनि पानी पर्न थालेको भएर मैले र मम्मीले भएर चाहिँ कपडाहरू ओसार्यौँ। त्यसपछि एकछिनपछि हेरेको त पानी नै परेन। अनि भोक लागिरहेको थियो। अनि म चाहिँ चटपटे पसल गएर चटपटे लिएर आएँ। त्यसपछि बहिनी र दिदी चाहिँ मस्त सुतिरहेको थियो। अनि बाबा र मैले मात्र खायौँ। र आज चाहिँ के भयो खोइ लाइन जाने आउने भइरहेको थियो। अनि प्लास्टिक गर्मी पनि थियो। बहिनीहरू उठ्यो। त्यसपछि मलाई चाहिँ ठुलो मम्मी घर मोमो लिन पठाउनु भयो। अनि मोमो लिन आएर ठुलो बाबा भेटेँ। अनि ठुलो मम्मीले चाहिँ अचार र सुप हालिदिनु भयो। त्यसपछि मोमो हालिदिनु भयो। रजामा मिठो मोमो कहाँ पाइन्छ भनेपछि अनमोल खाजा घरमा आउनु होला। अनि घर ल्याएर चाहिँ मम्मीले भाग लगाइदिनु भयो र मैले गम मोमो खाएँ। उता फर्काएर खिचेको त बहिनी त लजाएर खिच भनेर रुइरहेको छ। फेरि चल्न आयो। अनि त्यसपछि पानी पर्न थालेको थियो। मैले बहिनीलाई झ्यालाउन लगाएर म चाहिँ कपडाहरू टिप्न थालेँ। अनि कपडा टिपेर आएर बहिनी फेरि चल्न थाल्यो। लाइन नभएर चाहिँ म चाहिँ मस्त ल्यापटपमा त्यो हार्मोनियम बजाउँदै बसिरहेको थिएँ। अनि पानी चाहिँ मस्त परिरहेको थियो। त्यसैले हाम्रो यतातिर लाइन थिएन र बहिनी के गरिरहेको रहेछ भनेर हेर्न गएको त मस्त पढिरहेको रहेछ। अनि भ्लग चाहिँ नबनाएर भिडियो नबनाएर उसलाई लाज लाग्छ अरे, साथीहरूले हेर्छ अरे। फेरि आफ्नो कोठामा आएर बसिरहेको थियो। लाइन अझै आएन। अनि फेरि बहिनी के गर्दै होला भनेर हेर्न गएको त टर्च बालेर के गरिरहेको रहेछ भनेर त यस्तो हेर्छु त टर्च बालेर धरि पढिरहेको। कति पढन्दास भयो होला त। गएको त तर्सिरहेको रहेछ मान्छे त। यत्तिको पढन्दास भयो भने चाहिँ A+ ल्याउरा कि भने। अनि म भ्लग एडिट गर्नलाई माथि आएर आजलाई यति नै। बाई बाई।